खाँदैछु सेलरोटी हैन। आफैले बनाएको एकदम राम्रो सेलरोटी हो यो। खोक्रो सेलरोटी एकदम राम्रो हुन्छ। सेलरोटी कहिले पनि धेरै खाने होइन है। यो घिउमा बनाएको हुन्छ, चिल्लो हुन्छ। कुनै पनि चिज एकदम हेल्थको लागि राम्रो छ भने पनि त्यो चिज धेरै इनफ भयो भने बडीलाई एकदम नराम्रो गर्छ। चिल्लो धेरै खाने होइन। हामीले चाहिँ त्यो हुन त पचाउनेहरूले धेरै खायो नि केही फरक पर्दैन, तर जे चिज भने कि हाइजेनिक चिजहरू पनि धेरै खानु हुँदैन के। हाइजेनिक भन्दैमा चाहिँ 5-6वटा दिनभरि खाइराख्ने होइन। तातो चिजसँग खानुपर्छ, तातो लिक्विड जलसँग। म चाहिँ नि मेरो लिक्विड छ है यहाँ, तातो चिया बिहान 1 कप। कस्तो रहेछ, एकदमै मिठो, घरमा बनाएको घिउमा बनाएको काँडेदार खोक्रो सेलरोटी हो। एकदम मिठो छ फेरि। सेलरोटी धेरै खानुहुन्न, चिल्लो हुन्छ, ग्यास्ट्रिक हुन्छ। ठिक्कले खाने, मिठो खाने, थोरै खाने के। यस्तो रोटी हेर्दाखेरि राम्रो छैन होइन। घरमा बनाएको काँडेदार एकदम खतरा रोटी हो। यस्तो खाने हो, हेर्दाखेरि राम्रो मैदा मिक्स गरेको अरूबाट किनेको म चाहिँ खाँदिनँ, मलाई मन पर्दैन। कमर्सियलहरूले त जे पनि भन्दै चाहिँ मकै फेरि दिउँसो उसिनेर खाने हो। यो मकैलाई चाहिँ के गर्ने भन्दाखेरि जति आफूले खाने त्यति मात्रै ल्याउने हो। धेरै ल्यायो भने बिग्रिन्छ भोलि खाने, फेरि भोलि नै ल्याउने। पर्सि खानु भने पर्सि नै ल्याऊ। इनफ भयो। एउटा सेलरोटी इनफ हुन्छ मलाई चाहिँ होइन। म त के भन्छु भने जुन कुनै चिजहरू पनि हाइजेनिक छ भने पनि धेरै खाने होइन क्या। ओइली चिजहरू कुकर खाने, एउटा खाने। चनामा एकदम राम्रो प्रोटिन हुन्छ होइन। त्यो कारणले गर्दाखेरि हेल्थ कन्सियस हुने मान्छेले पनि धेरैले चना मन पराउँछन्। चना एकदम राम्रो हो। बिहान चना खाने, केही चिज खाने, चिया खाने।